Abdullah Mudir. Kabar goma. So 12 तारिक हामी ओभरटेक भन्छौँ नि। देख्यो नि यत्रो खाली छ बाटो। अहिले भर्खर मामा जानु भएको छ, तर यहाँ सिस्टमले चल्छ के, सिस्टमले नियम कानुनको पालना गरिन्छ क्या। यसलाई यस्तो छ जाम। हेलो गाइस, दर्शक नमस्ते। फेरि पनि आइसकेको छु नयाँ ब्लग्स लिएर। अहिले हामी जेद्दाबाट हामी दुबईको यात्रामा हिँडिसकेको छौँ होइन गाइस। दुबईको यात्रामा हो होइन। अहिले हामी जेद्दाबाट हिँड्दैछौँ। बिहान अहिले दिउँसो 4 बजी हिँडेको। भोलिखेरि बथा पुगेला, भन्सारमा बोर्डर पुगेला होइन। कहाँबाट हेर्दै हुनुहुन्छ यसो अपडेट गराउनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। मौसम दामी छ। डाँडापाखा हेर्नु, डाँडापाखा कस्तो डाँडापाखा भवाल छ नि। डाँडापाखा यस्तै हो क्या, रमाइलो। फेरि यस्तो छ क्या रमाइलो। डाँडापाखा यस्तै छ क्या। भ्यू हेर्नु, भ्यू कस्तो दामी छ। पऱ्यो कि घाम उताबाट डुब्न लाहा नि त, त्यही भएर हो। हेर्नु न कस्तो दामी हुन्छ है। त्यही भएर गाइज अरू के छ हालखबर नयाँ नौलो। धेरै पछि आयो, धेरै पछि आएँ। अब 2 महिनापछि 2 महिनासँग स्टप भयो होला। फेरि आएको है। म अपडेट गर्दै जान्छु। अब हामी कहाँ हो जाने थाहा छैन होइन। त्यो ठाउँहरू पनि अपडेट गराउँछु, हेर्दै गर्नु होला है त गाइज। तपाईँको जाम हेर्नु न। अब यहाँ अगाडि देखाउन मिल्दैन, परसम्म छ। मौसम हेर्नु, मौसम चल्ने गरे मौसमले थोरै आस्ते हिँडिरह गाइस। के गर्ने हामी ओभरटेक भन्छौँ नि। देख्यो नि यत्रो खाली छ बाटो। अहिले भर्खर मामा जानु भएको छ, तर यहाँ सिस्टमले चल्छ क्या। सिस्टमले नियम कानुनको पालना गरिन्छ क्या। यसलाई यस्तो छ जाम। यो तैबको उकालो भन्ने यो साउदी अरबमा काम गर्नेलाई थाहा कस्तो छ जाम भन्ने हो। मामा यताबाट आयो, मामा पिलपिली पार्दा यस्तो हुन्छ। अब यहाँ पुलमाथिबाट हेर्छ, फेरि समस्या त्यहाँ पो छ। मामा हिँड्यो, मामा त्यहाँ छेउ बसेपछि कान्डा पुग्यो। ड्राइभर होला कान्डा पुग्यो। सिस्टम काम हुन्छ। एउटा पुलिस भयो सिद्धियो कि यहाँ यार, एउटा मामा भयो। गाइजहरू फेरि हामी हिँड्दैछौँ यात्रामा। फेरि हिँड्दैछौँ यात्रामा। रियाद पुग्नै 3 दिन लाउला जस्तो छ। के गर्नु, मौसम हेर, मौसम यस्तो दामी छ। मौसम भन्दा पनि आकाश चाहिँ बबाल छ क्या, बबाल यस्तो छ। खसरा आइपुग्यो गाइस, खसरा। हामी दुबईको यात्रामा छौँ। खसरा आइपुग्यो। 2 दिन लाउने भयो। यहीँ 2 दिन लगाइसक्यो। दुबई गएर फैदाखेरि त 10 दिन सकिन्छ होला गाइस। गाह्रो छ। के गर्ने होला। के छ नयाँ नौलो हालखबर तपाईँको। नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। ओके, हामी यात्रा हेरेर छौँ। हामी हिँडिरहेको छौँ पुरै होइन। माहौल बडा खडा छ। आकाशमा हेर्नु नि, त्यो बादल कति राम्रो छ। यस्तै बादल हेर्दै जानुपर्छ के गाइस। भयो नि, बल्ल पो मजा आउँछ, बल्ल पो रमाइलो हुन्छ है त।
ल तपाईँ हेर्दै गर्नु होला है त। ल गाइस हामी हिँड्दैछौँ बाटोमा। डिजेल हाल्न नपाएर तनाव भयो। के गर्नु, यस्तै छ, के गर्नु। मौसम दामी छ होइन, माहौल हो। आकाश बादल दामी छ है। बादल छ कि बादल। गाडी सारा आइरहेछ होइन, म यता सारा गइरहेको छु। अब्दुल्ला मुदे अला कबर बोमा सो 12 तारिक। यस्तो हरिबिजक भयो, यस्तो घाममा, यस्तो तन घाममा टायर गयो गाइस। के गर्ने होला त, ब्लास्टै भयो, ब्लास्टै। यस्तो समस्या छ है। ल है गाइजहरू, साथीहरू, अलिअलि रात 7 बजिसक्यो। केटाहरू हिँड्दैछन् अगाडि पछाडि गरेर। अब चाहिँ टायर पड्केर मजाले ढिलो भयो होइन। टायर बनाएर हिँड्दाखेरि 7 बज्यो। अब बथा पुग्नु पनि बेला भयो, 100 किलोमिटर जति होला। अब त्यहाँ गएर चिल पाराले बस्ने सुत्ने। अब के गर्ने, काम छैन। त्यहाँ उता जानलाई पर्मिट चाहिन्छ, पर्मिट आएन होइन। पर्मिट आएपछि बल्ल निस्किने हो गाइस है त।